बराह क्षेत्र मन्दिरपछि फाइनली बालन सिटी पशुपति मन्दिरमा बुढाबुढी आइयो। हनुमानजीलाई आइसक्रिम किनेर खुवाइदिएको मजाले मिठो मानेर खायो। अलराइट गाइज, वेलकम ब्याक माई न्यू ब्लग। आई होप सबजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म फाइनली पशुपति मन्दिर एन्ड मेरो वाइफ चाहिँ आउँदैछौँ पशुपति मन्दिर भिजिट गर्न, साथसाथै आज पब्लिक स्पिकिङ। सो धेरै समयपछि पब्लिक स्पिकिङ गर्दैछु। सो आजको भिडियो एकदम बवाल हुनेछ। साथीहरू कृपया स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला, साथै फलो पनि गर्नु होला। फर्स्ट अफ अल हामी बुढाबुढी मेन गेटबाट भित्र गफ गर्दै गर्दैछौँ, त्यसपछि हामी पब्लिक एरियातिर गयौँ। सो गाइज, आई जस्ट वान्ट टु पब्लिक रियाक्सन टुडे। भित्र छिरेर म आफ्नै तालमा छु अनि पब्लिकले मलाई हेरिरहेको छ कि क्यामेरा हेरिरहेको छ, के कस्तो रियाक्सन गरिरहेको छ। आई जस्ट वान्ट टु क्याप्चर गाइज। जिन्दगीमा भ्लग चाहिँ बनाउनु पर्ने रहेछ अनि कता कताको मान्छेहरू क्याप्चर हुन्छ, पछिबाट एडिटिङ गर्दा चाहिँ एकदम मजा लाग्छ कि गाइज। जिन्दगीमा चाहिँ जबदेखि मैले भ्लग स्टार्ट गरेँ नि गाइज, मैले धेरै कुराहरू सिकेँ क्या एज अ क्यामेरा फेस गर्न अनि तपाईँको पब्लिक एरियामा गएर बोल्नुको लागि चाहिँ एकदम कन्फिडेन्स लेभल चाहिँ मैले यो भ्लगिङबाट सिकेँ क्या। सो आई प्राउड अफ माई भ्लग। आजको स्पेसल डे चाहिँ आजको न्यू इयर दिन हो होइन। न्यू इयरको दिनमा चाहिँ यो भक्तजनहरूको एकदम घुइँचो छ। यो शिवरात्रिको भन्दा पनि धेरै मान्छे आज एकदम भक्तजनहरूको एकदम घुइँचो छ, एकदम भिड छ, खुट्टा टेक्ने ठाउँ छैन, भित्र जाने त झन् ठाउँै छैन। गाइज तपाईँहरू आज देख्न सक्नुहुन्छ भित्र खुट्टा टेक्ने बाटो छैन अनि भित्र गेटभित्र छैन, बाटो नै छैन क्या गाइज। आज म भित्र जानु खोजेको, लास्टमा भित्र जानु नमिलेको कारण म बाहिर बसिरहेको थिएँ। भित्र भक्तजनहरूको एकदम घुइँचो थियो, त्यस कारण हामी भित्र जान सकेनौँ। त्यस कारण चाहिँ हामी बुढाबुढी चाहिँ बाहिर पण्डितले टिक्का लगाएर आशीर्वाद दिनुभयो, एकदम नयाँ जोडी रहेछ भनेर मजाले आशीर्वाद दिनुभयो हामीलाई। ओम नमः शिवाय। शिवरात्रिको दिनमा पनि यति साह्रो घुइँचो मान्छे देखेको थिइनँ, तर आजको दिन यति मान्छे हो कि बाप रे बाप। तपाईँहरू देख्न सक्नुहुन्छ गाइस। मैले त भ्लग गर्नु सुरु गरिसकेँ भने तपाईँ चाहिँ किन सुरु गर्नु भएको छैन क्या गाइस। सुरु गर्नुहोस्, डरलाई पछाडि सारिदिनुहोस् अनि सुरु गरिदिनुहोस् है गाइस भनेर क्यामेरा तेर्साइदिनुहोस् गाइस। पशुपति मन्दिर आफैमा एउटा नाम चलेको मन्दिर र हाम्रो विश्व सम्पदाको सूचीमा परेको मन्दिर हो, त्यस कारण पनि यहाँ भक्तजनहरूको घुइँचो हुन्छ प्रायः। गाइस तपाईँहरू देख्न सक्नुहुन्छ, हेर्नुहोस् यहाँ चारैतिर भक्तजनहरूको घुइँचो छ भने उतातिर आराधना भइरहेछ अनि यहाँनिर बाबाजीहरू बस्नुभएको छ, फोटो खिच्नेहरूको पनि भिड छ। योभन्दा अगाडि आउँदा म शिवरात्रिको समयमा आएको थिएँ अनि अहिले चाहिँ हाल न्यू इयरको दिन आएको, तर शिवरात्रिको भन्दा चाहिँ डबल मान्छे देखेँ यहाँनिर मैले। तपाईँहरूलाई मेरो ब्लग हेर्नुहुन्छ कि हुन्न, हेर्नुहुन्छ भने कस्तो लाग्छ कृपया सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नबिर्सिनु होला। साथै मेरो भिडियो मनपर्छ भने मलाई फलो पनि गर्नु होला। हजुरको एक सपोर्टले गर्दा मेरो पावर 2 गुणा बढ्नेछ साथीहरू गाइज है। अनि साथीहरू यो पशुपति मन्दिरमा धेरै रमाइलो हुन्छ, पूजा आराधना हुन्छ भने यहाँ दुःख पनि हुन्छ, किनकि हरेक मान्छेहरूको लास यहीँनिर जलाइन्छ। मन्दिर एउटै छ, भक्तजनहरू एउटै छन्, तर दुःखहरू चाहिँ फरक छ, किनकि कतिजना मान्छेहरू आफ्नो दुःख सुखहरू साटासाट गर्न आउनुहुन्छ यहाँ मन्दिरलाई शान्त वातावरणमा रमाउन, दर्शन गर्न आउनुहुन्छ भने कति प्रायः मान्छेहरू लास जलाउन, आफ्नो दुःखलाई यहाँ व्यक्त गर्नुपर्ने आउनुहुन्छ। कति फरक छ यहाँ। केही समय म यहाँ मन्दिरमा आएर भिजिट गर्नु थालेँ अनि यसो भिडियोहरू पनि बनाउनु थालेँ अनि दुःख लाग्दो कुरा के हो भने उहाँ 2 जना मान्छे पनि बित्नु भएको रहेछ, उहाँ धेरै रुवाबासी पनि चलिरहेको थियो। कति फरक छ नि त साथीहरू होइन। एकातिर रमाइलो भइरहेछ, एकातिर दुःख भइरहेछ। आज धेरै नै एकदमै मान्छे धेरैको यात्राहरू छ यहाँनिर, चारैतिर मान्छे भिडै साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ होइन। म तलतिर चाहिँ पुरै भिजिट गरेर आइसकेँ अनि चाहिँ माथिल्लो फोटोसुट एरियातिर जाँदैछु गाइज। भिडियो लाग्दिनसम्म हेर्नु होला। हाम्रो यो हिन्दू धर्म भनेको संसारकै सबैभन्दा पुरानो धर्म हो क्या, त्यसो भएर हामीले विश्वास गर्नुपर्छ। यो हिन्दू धर्म भनेको हाम्रो प्राचीन सबैभन्दा पुरानो धर्म हो, हामीले यसलाई छोड्नु पनि हुँदैन। कति मान्छेहरू आफ्नो धर्म त्यागेर विदेशी धर्मतिर लाग्छन्, तर आफ्नो मनको चोइस हो, त्यो कुरा म केही पनि भन्न चाहदिनँ। तर तपाईँलाई शान्ति चाहिन्छ, तपाईँलाई खुसी चाहिन्छ भने एकचोटि मन्दिरमा आउनुहोस्, मन्दिरमा आएर आफ्नो दुःख व्यक्त गर्नुहोस्। तपाईँले मागेको चिज, तपाईँले सोचेको चिज सबै पाउनुहुन्छ, तर भित्री मनबाट चोखो मनबाट माग्नुहोस् है त। सो गाइज अलराइट, फाइनल चाहिँ हामी पशुपति मन्दिरबाट चाहिँ हामी फर्किन लागेछौँ। सो आजको भिडियो हजुरहरूलाई के कस्तो लाग्छ प्लिज give me your feedback and don't forget to follow. Okay, thank you guys.